देश तथा विदेशमा रहनुभएका सम्पूर्ण आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा म सागर बुढाको नमस्कार। आज पनि दिनको सुरुवात गरिसकेको छु। बिहानको 9 बजेबाट चिसो छ निकै नै। उता पारीको गाउँतिर घाम लागिसकेका छन्, वारी चाहिँ लागेको छैन। यहाँ 10 बजे 11 बजे घाम लाग्छन्। र आज पनि कार्यक्रम उही मल बोक्ने नै हो। आधा किलोमिटर टाढाबाट यताबाट भएर यहाँ चाहिँ बाटो हेर्नुहोस् तपाईँ कस्तो छ। यो पुरै चिप्लो मात्र छ र यस्तो झाडीयुक्त बाटोबाट यताबाट भएर यसरी यो बाटोबाट भएर यहाँबाट यो ठ्याक्कै यसदेखि तल हो लगेर जानु पर्ने। अनि पारीको गाउँ चाहिँ काफ्ला गाउँ, उता चाहिँ कुसेको डाँडो। घामको पहिलो किरणसँगै आधो बाटोमा एक कट्टा मल लिएर विश्राम गरिरहेको छु। यतातिरको दृश्य तपाईहरुलाई देखाउँदैछु। रमाइलो लागिरहेको छ। यसरी चिप्लो बाटोबाट आएर यहाँनिर विश्राम गर्ने सिस्टम गरेको छु अहिले। किनभनेदेखि त्यहाँबाट यो बोकेर निस्किन गाह्रो छ, त्यहाँ चिप्लो छ। त्यही भएर मैले यहाँनिर बिसाइ पनि रहेको छु अनि आराम पनि गरेर यताबाट बोक्न पनि सजिलो भइरहेको छ। मलको कट्टा ल्याएर यहाँनिर राखेको छु। अब यसलाई पनि निराई गुराई गरेर त्यसमा मल हाल्नको लागि। नर्सरी हो मेरो। तेजपत्ताका बिरुवाहरू छन्। अनि यताबाट हाल्दै हाल्दै यता कम्प्लिट भइसक्यो। अब यता चाहिँ अब बाँकी छ, यता हाल्नुपर्ने। साथीहरू, मङ्सिर पुसमा मल हाल्नको कारण यतिखेर यो चाहिँ मल लाग्छ। किनभनेदेखि यदि बर्खामा अथवा अन्य सिजनमा हाल्यो भनेदेखि बर्खामा पानीले बगाएर लगिहाल्छ अनि अन्य सिजनमा गरम हुन्छ, जसले कारणले गर्दाखेरि जराहरू जल्ने सम्भावना हुन्छ। त्यस कारणले गर्दा आजभोलि अब हिउँदमा मल हाल्यो भनेदेखि बिस्तारै यो चाहिँ अब गर्मी आउँछ अनि त्यतिखेर माथिबाट पानी आउँछ, बिस्तारै त्यसले लिन्छ अनि आफूलाई मजबुत बनाउँछ। चैत वैशाखतिर अब यसको चाहिँ कुनै पनि बिरुवाको पालो पलाउने समय हुन्छ। त्यही भएर अब चाहिँ यसलाई निराई गुराई गर्नु पर्ला। अब खाना पकाउने तयारी गर्छु। बिहानदेखिबाट यतिखेर 4 खेप लगाइसकेँ। समथिङ 8 किलोमिटर अप एन्ड डाउन गरिसकेको छु। खानासाना खाएर त्यस पछाडि फेरि सुरु गर्नु पर्ला ड्युटी। साथीहरू, आज खानामा चाहिँ खोले सागको तरकारी र रोटी बनाउने प्रोग्राम सोचिरहेको छु। मैले यहाँनिर खोले साग लगाएको छु, हेर्न सक्नुहुन्छ। यो तपाईकोतिर के भन्नुहुन्छ कमेन्ट गर्नु होला। हाम्रोतिर खोले साग हो यसको नाम। कसैले पनि सिमे साग भन्नुहुन्छ। यहाँनिर पानीको लाइन ल्याएर छोडेको छु। यहाँ कपडाहरू र भाँडाहरू चाहिँ यहाँ धोइँदैन। एकदम स्पष्ट तरिकाले सरसफाइमा विशेष ध्यान छ। कपडा अथवा अरू केही धुनु पर्यो भने यसदेखि पछाडि सानो पानीको लाइन जोडेर यो चाहिँ यसरी चाहिँ यो डबरामा टिप्छु अनि त्यस पछाडि धुन्छु होला। हेर्नुहोस् कस्तो दामी छ। हेर्नुहोस् यहाँनिरबाट निकालेको यति भयो। एकजनालाई काफी छ। यो यसलाई पानीमा पखालेर कटिङ गरेर चाहिँ फ्राई गर्नु पर्यो। मलाई बहुत राम्रो लाग्छ। तपाईलाई कस्तो लाग्छ यो साग कमेन्ट गर्नु होला कृपया। पहाडमा बस्नको यही नै मजा हो। यसरी सफाइ गरेर टक्क लगाएर चाहिँ साग पकाएर खानु पर्यो। तो हात हाल्नै दिँदैन, भयङ्कर चिसो छ। काटेर यसलाई चाहिँ पकाइरहेको छु। केही बेरमा पाक्छ होला। पानी सुक्यो भनेदेखि लास्टमा प्योर हुन्छ खानको लागि। यतिखेर 3 बजिसक्यो। घाम चाहिँ त्यहाँ पारीको गाउँमा गइसक्यो। मैले पनि खाना खाएर भर्खर भ्याएँ। किनभनेदेखि मलाई जतिखेर खाने मन लाग्यो त्यतिखेर बनाउँछु। जबसम्म भोक लाग्दैन तबसम्म काम गर्छु। त्यसरी चलिरहेको छ। आजभोलि चिसोको मौसमले गर्दाखेरि रुगा मार्की लागेर यो चाहिँ बोझो लिएको छु। अब यसलाई अलिकति अब तातो पानीमा लगाएर माथिबाट ढोकेर अनि सास लिन्छु, बाफ लिन्छु होइन। त्यस पछाडि जुन चाहिँ मल हालेको छु मैले त्यहाँनिर ती मललाई कुटोले चलाएर दबाउनु पर्छ। किनभनेदेखि माथि फालेर त भएन।
धेरै दिनदेखि माथि माथि फालिरहेको छु। आजको काम चाहिँ त्यसरी भयो। अब बोक्ने काम चाहिँ भोलिबाट सुरु गर्नु पर्ला फेरि। अब यो झारहरू गोरेर यसमा मल हाल्छु। बिरुवाहरू प्याला भइसक्यो, सायद मल नभएर होला भन्ने लागिरहेछ मलाई। अब यहाँबाट सुरु गर्छु। यसमा मल हालेर गोडेर कम्प्लिट गरेँ। यसै प्रकारले यो यसमा हालेको मलहरू त्यता हालेको चाहिँ चलाउँदै आइरहेको छु। अब यता पनि गरिसकेँ, अब अगाडि बढ्दैछु। यताबाट मिक्स गर्दै आइसकेँ। मल र माटो मिक्स गरिरहेको छु, जुन चाहिँ हिजो राखेको थिएँ यसमा। बेल्चाको सहायताले हेर्नुहोस्, यो बेल्चा र करन्दीको सहायताले गरिरहेको छु। यसलाई यसरी चाहिँ मिक्स गर्छु अनि त्यस पछाडि बुटाहरूलाई चाहिँ प्योर गरी बनाइरहेको छु। त्यस पछाडि यो कम्प्लिट भइसके पछाडि पानी आयो भने ठिक छ, आएन भनेदेखि मैले फेरि आफैले सिँचाइ गर्छु। वहाँ चाहिँ पाइप छ, लाइन, त्यसलाई कनेक्ट गरेर यहाँ पुरै सिँचाइ गर्छु। आजभोलि त चिसो छ, त्यस्तो त गर्नु नपर्ला। अलिक केही दिन पछाडि 5:30 बज्यो। यो चाहिँ अन्तिम बिरुवा हो। सुन्तलाको काम चाहिँ कम्प्लिट भयो र अब मैले छुट्टी गर्छु। आजको दिनमा यति नै भयो। 4 खेप चाहिँ माथिबाट बोकेँ। 8 किलोमिटर 8.5 किलोमिटर समथिङ अप एन्ड डाउन गरेँ। त्यस पछाडि आएर खाना बनाएँ। त्यस पछाडि खाना खाएर 3 बजेबाट लिएर यो चाहिँ सुन्तलाको जुनमा बिरुवामा मैले चाहिँ माटो हालेको, यो मलहरू हालेको थिएँ, त्यो मलहरू चाहिँ पुरेँ। अब भोलि अब कागतीको तर्फ लागौँला। हस् त, यो भिडियो कस्तो लाग्यो यहाँलाई? यदि यो भिडियो मन पर्यो भनेदेखि सागरका कथा फ्यामिलीमा जोड्नु होला। तल सब्सक्राइब लेखेको बटन छ, त्यसलाई क्लिक गर्नु होला। छेउमा रहेको बेल आइकनलाई हिट गरिदिनु होला। यसै प्रकारका नयाँ नयाँ भिडियो हेर्नका लागि फेरि अर्को भिडियोमा भोलि भेट गर्ने नै छौँ। तबसम्मको लागि आफ्नो केयर गर्नुहोस्। हस् त, नमस्ते, जय नेपाल।